a disaster. Trump. And when they talk about the climate, the whole thing is a hoax. They used to say it was started by other countries to cause problems, and they used to call it global warming, but that didn't work because it started getting colder. They even called it many years ago global cooling, but those things don't work. So now they call it climate change, because with climate change you can't lose. The whole thing is a hoax, and your country among अमेरिकाको प्रेसिडेन्ट हुनुहुन्छ अहिले, उहाँले भन्नुहुन्छ क्लाइमेट चेन्ज इज अ होप. यो युएसको लागि त उसले भनेको कुरा राम्रै हो. किन भन्दाखेरि एउटा चाहिँ युएसमा एउटा कन्ज्युमरिजम यस्तो छ कि तपाईँले वेस्ट यति गर्नुहुन्छ, रिसोर्स यति गर्नुहुन्छ. किनभने हामीले यसरी नर्मली बुझ्नु पर्यो क्या. तपाईँले चक्लेट खाने भनेको चक्लेट मात्र खाने होइन क्या. त्यो चक्लेट बनाउने क्रममा कति चाहिँ पानी कन्ज्युम हुन्छ. तपाईँले वाटरको चाहिँ स्ट्रेस बढाउने हो नि त. मासु खाने भनेको त्यो मासु मात्र खाने हामी सोच्छौँ कि होइन नि त. मासु चाहिँ प्रोड्युस गर्नको लागि कति इनर्जी, कति वाटर कन्ज्युम हुन्छ, त्यो हो नि त. अब युएसको चाहिँ कन्ज्युमरिजम यति हाई छ कि उनीहरूको वेस्ट, उनीहरूले गर्ने खाने चिजहरू यति हाई छ कि अहिले के भन्छ भने यदि पृथ्वीमा सबै मान्छेहरू अमेरिकन जसरी बाँच्ने हो भने हामीलाई 5.4 वटा चाहिँ अर्थ चाहिन्छ होइन. अब त्यस्तै कुरो अहिले हामी भनौँ न कार्बनको चाहिँ ट्रेडिङ भनेका छौँ होइन. कार्बनको ट्रेडिङ गर्दा अहिले हामी $5 $7 पर टनले बेचिरहेका छौँ. अहिले युएसमा इस्टिमेट गरेको छ 2023 मा होला, उनीहरूलाई 1 टन कार्बन इमिसन हुँदाखेरि त्यसबाट क्लाइमेटमा कति इफेक्ट हुन्छ र क्लाइमेटले इफेक्ट गर्ने चिज चाहिँ उसमा इकोनोमीमा कति इफेक्ट हुन्छ भन्दाखेरि 1 टन कार्बनले $190 बराबरको इफेक्ट गर्छ भनेको त्यो सोसियल कस्ट अफ कार्बन भन्छ क्या. अहिले हामीसँग उनीहरूले $5 मा किनिरहेछ अनि उनीहरूले सेभ गरेको छ $190. अब भनेपछि अब उसको लागि चाहिँ यो कुरा गऱ्यो भने त यो त उसको इकोनोमीलाई त खतरा भन्छ अनि उसलाई त होक्स भन्नु परेको नि.